Let me ask you some questions. संसारमा कुन चाहिँ स्पोर्ट्सको 4 बिलियन फ्यान छ अनि कुन चाहिँ स्पोर्ट्स चाहिँ टिचरले इन्भेन्ट गरेका हुन्? यी क्वेसन्सको एन्सर्स तपाईलाई थाहा छ भने you already know some of today's lessons. आजको लेसन पपुलरिटी अफ डिफरेन्ट स्पोर्ट्स इन द वर्ल्ड क्लास 10 इङ्ग्लिस युनिट 10 रिडिङ 2 मा हामी वर्ल्डका 10 मोस्ट पपुलर स्पोर्ट्सको बारेमा जान्नेछौँ. For every sport, we'll focus on just 7 things. Popularity, where they are famous, how they are played, and then their origin, things required to play those games, a special fact about those games, and 2 famous players. So let's begin. Paragraph को सुरुमा हामी reasons why sports are popular भन्ने देख्न सक्छौं. So the passage says sports are popular for a number of reasons. One important reason is keeping healthy. मानिसहरू स्वस्थ रहनका लागि स्पोर्ट्स खेल्छन्. Another reason is recreation, अर्थात् मनोरञ्जनको लागि पनि मानिसहरूले स्पोर्ट्स खेल्छन्. The passage also says that many people enjoy sports even if they don't actually play them. Such people are called spectators, अर्थात् दर्शकहरू. असाधारण खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले मानिसहरूलाई धेरै पहिलेदेखि नै प्रभावित र प्रेरित गर्दै आएको छ. So, let's move to the first sports, football. फुटबलको 4 बिलियन फ्यान छन् भने यो चाहिँ युरोप, अफ्रिका, सेन्ट्रल एन्ड साउथ अमेरिकामा फेमस छ. यो खेल खेलिनको लागि दुईटा टिम चाहिन्छ जहाँ चाहिँ दे ट्राई टु किक द बल इन्टु द अपोनेन्ट्स गोल. यसको ओरिजिनको कुरा गर्ने भने मोडर्न फुटबल डेभलप इन इङ्ल्यान्ड इन द 19th सेन्चुरी. यहाँ दुईटा कुरा बुझ्नुपर्छ. आज हामीले चिनेको मोडर्न फुटबल इङ्ल्यान्डमा 19th सेन्चुरीमा विकसित भयो भने फुटबल जस्तै सिमिलर गेम्स चाहिँ त्योभन्दा धेरै पहिले नियरली 2000 years ago एन्सेन्ट चाइना लगायतका ठाउँहरूमा खेलिन्थे. सो मोडर्न फुटबल र एन्सेन्ट सिमिलर गेम्सलाई छुट्टै छुट्टै बुझ्नुपर्छ. यो गेम खेल्नको लागि चाहिने कुरा भनेको बल हो. सो भेरी लिटल इक्विपमेन्ट इज निडेड फर दिस गेम. यो गेमको स्पेसल फ्याक्ट के हो भन्दाखेरि फुटबल इज द मोस्ट पपुलर स्पोर्ट्स इन द वर्ल्ड एन्ड क्यानाडा र युएसमा फुटबललाई सकर भनेर चिनिन्छ. फुटबलको फेमस प्लेयर्सहरू धेरै छन्. तीमध्ये दुईजनाको नाम लिनुपर्दा लियो मेसी र क्रिस्टियानो रोनाल्डो. क्रिकेटको फ्यान बेसको कुरा गर्ने भने 2.5 बिलियन फ्यान छन् वर्ल्ड वाइड. यो गेम युके, इन्डिया, पाकिस्तान र अस्ट्रेलियामा विशेषतः पपुलर छ. यो गेम खेल्नको लागि 2 टिम्स युज अ ब्याट एन्ड बल एन्ड दे ट्राई टु स्कोर द रन्स. जुन टिमले धेरै रन स्कोर गर्न सक्छ त्यो टिम नै विनर हुन्छ. ओरिजिनको कुरा गर्ने भने द स्पोर्ट्स इज स्ट्रङली एसोसिएटेड विथ द युके. यो गेम खेल्नको लागि विशेष गरी ब्याट, बल, विकेट्स र एउटा रेक्ट्याङ्गुलर पिच भए हुन्छ. Cricket is similar to baseball in some ways, but the playing areas are different. क्रिकेटमा फिल्डको सेन्टरमा लामो रेक्ट्याङ्गुलर पिच हुन्छ जहाँ बलरले ब्याट्सम्यान तर्फ बल गर्छ भने बेसबलमा चाहिँ डायमन्ड चाहिँ फिल्ड हुन्छ. यसको सेन्टरमा माउन्ड हुन्छ र त्यही माउन्डबाट पिचरले होम प्लेटमा उभिएको ब्याटर तर्फ बललाई थ्रो गर्छ. दिस इज द डिफरेन्स बिट्विन क्रिकेट एन्ड बेसबल. क्रिकेटमा नि वर्ल्ड वाइड फेमस प्लेयर धेरै छन्. तिनीहरूमध्ये दुईजनाको नाम लिनुपर्दा सचिन तेन्दुलकर एन्ड विराट कोहली. हकीको 2 बिलियन फ्यान छ. हकी 2 टाइप्सको हुन्छ, एउटा फिल्ड हकी र आइस हकी. फिल्ड हकी विशेष गरी युरोप, अफ्रिका, एसिया र अस्ट्रेलियामा फेमस छ भने आइस हकीको कुरा गर्नुपर्दा क्यानाडा, द युएस एन्ड नर्दर्न युरोपमा विशेष गरी यो पपुलर छ. यो गेम खेल्नको लागि 2 टिम्स युज स्टिक्स टु ट्राई to put the ball or puck into the opponent's net. यो गेम खेल्नको लागि चाहिने सामग्री भनेको हकी स्टिक, बल जसलाई हामी पक पनि भन्छौँ, अर्को चाहिँ हो गोल नेट. हकीको इन्ट्रेस्टिङ फ्याक्ट के छ भन्दाखेरि आइस हकीमा बडी कन्ट्याक्ट र चेकिङ खेलको एकदम महत्त्वपूर्ण भाग मानिन्छ. खेलाडीले अपोनेन्टको मुभमेन्ट रोक्न वा पकबाट टाढा राख्न शरीरको नियमअनुसार कन्ट्याक्ट प्रयोग गर्न सक्छन्. यसलाई चेकिङ भनिन्छ. त्यसैले आइस हकी हेर्दा खेलाडीहरू एक अर्कासँग ठोकिएको हामी देख्न सक्छौँ. त्यस्तै गरी फिल्ड हकीको कुरा गर्ने हो भने यसमा आइस हकीको जस्तै बडी चेकिङ हुँदैन. खेलाडीहरूले मुख्य रूपमा स्टिक र स्किल प्रयोग गरेर
बललाई नियन्त्रण गर्छन् र अपोनेन्टबाट बल खोज्ने प्रयास गर्छन्। जानी जानी अपोनेन्टलाई धकेल्ने, ठोक्किने वा शरीर प्रयोग गरेर रोक्ने जस्ता एक्सन चाहिँ सामान्यतया फल हुन सक्छ फिल्ड हकीमा। यसका फेमस प्लेयर चाहिँ वाइन ग्यास्के र ध्यानचन्द हुन्। टेनिसको पपुलरिटीको कुरा गर्ने भने 1 बिलियन फलोअर्स छन्। यो गेम वर्ल्ड वाइड नै पपुलर छ। यो गेम खेल्दाखेरि चाहिँ प्लेयर्स युज अ ऱ्याकेट टु हिट अ बल ओभर अ नेट। यो गेम खेल्नको लागि चाहिने सामग्री भनेको ऱ्याकेट, बल, नेट र एउटा कोर्ट चाहिन्छ। टेनिसको स्पेशल फ्याक्ट भनेको इट इज प्लेड अन बोथ साइड्स अफ एन इलोङ्गेटेड नेट। इलोङ्गेटेड हेयर मिन्स लङ अर स्ट्रेच्ड आउट। सेरेना विलियम्स र रोजर फेडरर यो गेमका फेमस प्लेयरहरू हुन्। अब लागौँ भलिबलतिर। भलिबलको वर्ल्ड वाइड 900 मिलियन फलोअर्स छन्। अनि यो चाहिँ विशेष गरी नर्थ अमेरिका, वेस्टर्न युरोप, एसिया, अस्ट्रेलिया र साउथ अमेरिकामा विशेष गरी फेमस छ। यो खेल खेल्नको लागि चाहिँ 2 टिम्स ट्राई टु सेन्ड द बल ओभर अ रेज नेट अन टु द अपोनेन्ट साइड। यो गेम खेल्नको लागि चाहिने भनेको बल, नेट र एउटा कोर्ट भए पुग्छ। भलिबलको पनि 2टा भेरिएसन छ। एउटा बिच भलिबल र अर्को रेगुलर भलिबल। बिच भलिबल चाहिँ यसको पपुलर भेरिएसन हो। बिच भलिबल चाहिँ विशेष गरी 2टा प्लेयर्स हुन्छ पर टिममा भने रेगुलर भलिबलमा चाहिँ 6 प्लेयर्स पर टिम हुन्छ। यो गेमको 2 फेमस प्लेयरको नाम लिनुपर्दा चाहिँ कार्ड्स किराले र गिबा हुन्। टेबल टेनिसको 875 मिलियन फलोअर्स छन् भने यो विशेष गरी एसिया एज वेल एज युरोप, अफ्रिका र अमेरिकामा पनि फेमस छ। यो गेम खेल्नको लागि चाहिँ प्लेयर्स युज ए स्मल ऱ्याकेट टु हिट अ बल ओभर द नेट अन अ टेबल। यसको ओरिजिनको कुरा गर्ने भने चाहिँ यो गेम इङ्ल्यान्डमा अर्ली 20th सेन्चुरीमा नै ओरिजिनेट भएको थियो। यो गेम खेल्नको लागि विशेष गरी एउटा टेबल, नेट, ऱ्याकेट र बल चाहिन्छ। टेबल टेनिसलाई पिङ पङ पनि भनिन्छ। यो गेमका फेमस 2 प्लेयरको नाम लिनुपर्दा मा लोङ र फान जेन्डोङ। बास्केटबलको 825 मिलियन फलोअर्स वर्ल्ड वाइड छन्। यसको पपुलरिटीको कुरा गर्ने भने पनि यो वर्ल्ड वाइड नै पपुलर छ। 2 टिम्स ड्रिबल द बल एन्ड ट्राई टु सुट इट इन्टु द अपोनेन्ट्स बास्केट। ओरिजिनको कुरा गर्ने भने इट इज भेरी इन्ट्रेस्टिङ। इट वाज इन्भेन्टेड बाई अ केनेडियन टिचर जेम्स नाइस्मिथ इन द लेट 19th सेन्चुरी। यो गेम खेल्नको लागि मेनली एउटा बल र 2 बास्केट्स भए पुग्छ। जेम्स नाइस्मिथ वाज अ केनेडियन टिचर वर्किङ एट अ स्कुल इन द युनाइटेड स्टेट हु इन्भेन्टेड दिस गेम। फेमस बास्केटबल प्लेयरको कुरा गर्नु पर्दाखेरि माइकल जोर्डन र लेब्रन जेम्स। अब लागौँ बेसबलतिर। बेसबलको 500 मिलियन फ्यान्स वर्ल्ड वाइड छ भने यो चाहिँ विशेष गरी युएसए, इस्ट एसिया र ल्याटिन अमेरिकामा पपुलर छ। बेसबल खेल्नको लागि चाहिँ प्लेयर्स हिट अ बल विथ अ ब्याट एन्ड रन अराउन्ड बेसेस टु स्कोर रन्स। बेसबलमा डायमन्ड सेप फिल्ड हुन्छ। यसको सेन्टरमा माउन्ट हुन्छ र त्यही माउन्टबाट पिचरले होम प्लेटमा उभिएको ब्याटरतर्फ बललाई थ्रो गर्छ। The passage presents baseball, particularly as America's national pastime. यो गेम खेल्नको लागि ब्याट, बल, बेस र फिल्ड भए पुग्छ। बेसबल has a diamond shaped field with a mound. यसका 2 फेमस प्लेयर छन् बेब रुथ र सोहे ओथानी। रग्बीको 475 मिलियन फलोअर्स वर्ल्ड वाइड छन्। यो विशेष गरी युके, अस्ट्रेलिया र न्युजिल्यान्डमा पपुलर छ भने यो गेम खेल्नको लागि प्लेयर्स किक, क्यारी अर पास द बल ओभर द अपोनेन्ट्स गोल लाइन। यसको ओरिजिनको कुरा गर्ने भने इट वाज ओरिजिनेटेड इन इङ्ल्यान्ड। यो गेम खेल्नको लागि विशेष गरी रग्बी बल र प्लेइङ फिल्ड भए पुग्छ। रग्बी प्लेयर्स वेयर भेरी लिटल प्रोटेक्सन। अमेरिकन फुटबलमा भने लट्स अफ प्याडिङ र हार्ड हेलमेट्सहरू चाहिँ प्रोटेक्सनको रूपमा लगाइएको हुन्छ। यो गेमको 2 फेमस प्लेयरहरू हुन् जोना लोमो र रिची मकाओ। गल्फको 450 मिलियन फ्यान्स छन् भने यो विशेष गरी वेस्टर्न युरोप, इस्ट एसिया र नर्थ अमेरिकामा पपुलर छ। यो गेम खेल्नको लागि प्लेयर्स ट्राई टु पुट अ स्मल बल इन्टु अ होल युजिङ द फ्युएस्ट स्ट्रोक पोसिबल। थोरैभन्दा थोरै स्ट्रोकमा बललाई चाहिँ होलभित्र छिराउने कोसिस गरिन्छ। यसको ओरिजिन चाहिँ स्पेसली स्कटल्यान्डमा 15th सेन्चुरीमा नै भइसकेको थियो। यो गेम खेल्नको लागि गल्फ क्लब, बल र गल्फ कोर्ट्स भए पुग्छ। गल्फ इज ट्रेडिसनली एसोसिएटेड विथ स्कटल्यान्ड, although similar club and ball games existed earlier in the Netherlands.
टाइगर वुड्स र ज्याक निक्लस चाहिँ यो गेमका फेमस प्लेयर्सहरूमध्येका हुन्। बिफोर वी फिनिश, रिमेम्बर दिज 4 कम्पेरिजन्स। क्रिकेट भर्सेस बेसबलको कुरा गर्ने भने चाहिँ क्रिकेटमा रेक्ट्याङ्गुलर पिच हुन्छ भने बेसबलमा चाहिँ डायमन्ड सेप फिल्ड हुन्छ र मोन्ड पनि हुन्छ। त्यस्तै गरी आइस हकी र फिल्ड हकीको कुरा गर्दाखेरि आइस हकीमा चाहिँ चेकिङ र बडी कन्ट्याक्ट एकदम धेरै हुन्छ भने फिल्ड हकीमा युजली नो चेकिङ अर बडी कन्ट्याक्ट हुँदैन। एन्ड रग्बी र अमेरिकन फुटबलको कुरा गर्दाखेरि रग्बीमा चाहिँ भेरी लिटल प्रोटेक्सन्स वेयर गरेका हुन्छन् प्लेयर्सले भने अमेरिकन फुटबलमा चाहिँ लट्स अफ प्रोटेक्सन इक्विपमेन्ट्सहरू हुन्छ। फाइनली बिच भलिबल र रेगुलर भलिबलको कुरा गर्दाखेरि बिच भलिबलमा चाहिँ 2 प्लेयर पर टिम हुन्छ भने रेगुलर भलिबलमा चाहिँ 6 प्लेयर्स पर टिम हुन्छ। I hope this explanation helped. If it helped, don't forget to like, share and subscribe to this channel. Thank you for watching. Keep learning.